नमस्ते, मेरो नाम प्रियम सिग्देल, एमबीबीएस फाइनल इयर, यूसीएमएस भैरवा। आज मैले शर्ट स्टेचर अर्थात् हाइट सानो हुने समस्या लिएर आउनुभएको अभिभावकहरूको लागि यो भिडियो बनाएको छु। शर्ट स्टेचर अर्थात् हाइट सानो हुने जुन सम्बन्धित कुरा छ, आज यस कुरामा आज हामीले डिस्कस गर्न गइरहेको छौँ। यो चाहिँ नि दुईटा भेरिएन्टको हुन्छ। एउटा चाहिँ फिजियोलोजिकल हुन्छ, अर्को चाहिँ प्याथोलोजिकल हुन्छ, हैन। फिजियोलोजिकल भयो भने चाहिँ डराउनु पर्दैन। प्याथोलोजिकल भयो भने जुन डिजिज छ, जुन समस्या छ, त्यसलाई यदि ठिक गर्यो भने तपाईहरूको पछिको समस्या ठिक हुन्छ। अब शर्ट स्टेचरमा जस्तो कसैले भन्नुहुन्छ मेरो छोराको हाइट बढेन अर मेरो छोरा चाहिँ सानो देखिरहेछ भन्दाखेरि चाहिँ हामीले कसरी त्यसलाई इभ्यालुएट गर्छौँ भन्दाखेरि चाहिँ एउटा भनेको फिजियोलोजिकल, मैले अघि नै भने जस्तो भनेको जस्तो यदि कन्स्टिट्युसनल डिले इन ग्रोथ एन्ड प्युबर्टी हुनसक्छ एउटा चाहिँ, अर्को भनेको चाहिँ फ्यामिलियल शर्ट स्टेचर हुनसक्छ। त्यो भनेको के हो त भन्दाखेरि चाहिँ कसैको प्युबर्टी अर एडोलेसेन्ट पिरियडै लेट आउन सक्छ, त्यसलाई चाहिँ नि कन्स्टिट्युसनल डिले इन ग्रोथ एन्ड प्युबर्टी भन्छ। फर इक्जाम्पल आमा बुवामा पनि प्युबर्टल डिले थियो भने, फर इक्जाम्पल जस्तो आमाको मेन्स्ट्रुएसन चाहिँ नि अब लगभग 12 देखि 14 वर्षमा चाहिँ मेनार्क आउनुपर्ने भनेको पहिलो मिन्स हुनुपर्ने। अब त्यो नभएर यदि आमा चाहिँ नि 16-17 वर्षमा पनि मिन्स हुन सक्नुहुन्छ नि त भनेपछि त्यस्तै एउटा मैले सानो इक्जाम्पल मात्र दिएको, त्यस्तै बच्चाको पनि प्युबर्टल अलिकति डिले हुनसक्छ। तर पछि गएर चाहिँ जुन हाइट हुन्छ हैन, जुन एक्चुअल हाइट हुन्छ त्यो चाहिँ अटेन गर्छ उसले। अर्को भनेको चाहिँ फ्यामिलियल शर्ट स्टेचर भन्नु भन्छ। त्यो भनेको चाहिँ नि फ्यामिलियल शर्ट स्टेचर भनेको दुईटै आमा बुवा नै सानो हुनुहुन्छ भने चाहिँ छोरा छोरी पनि सानो नै हुन्छ। अब त्यसको लागि चाहिँ एउटा मिड पेरेन्टल हाइट भनेर हामीले मेजर गर्छौँ। त्यो भनेको आमाको हाइट प्लस बुवाको हाइट डिभाइड बाई 2 प्लस 6.5 यदि मेल बच्चा छ भने माइनस 6.5 इफ फिमेल बच्चा छ भने। अब यो मिड पेरेन्टल हाइट चाहिँ उसले अटेन गर्छ, तर यो मिड पेरेन्टल हाइट चाहिँ नि उसको चाहिँ सानै देखिन्छ कि, बिकज आमा बुवा नै सानो छ नि त, त्यही भएर सानै देखिन्छ। अब त्यसको लागि हामीले गर्न सक्ने केही पनि हुँदैन, त्यही नर्मल डायट नै खाने हो, नर्मल उ नै गर्ने हो। अब नर्मली हाइट बढ्ने या हाइट नबढ्ने भनेको चाहिँ कसरी डिटरमाइन हुन्छ भन्दाखेरि बेसिकली हामी डिफ्रेन्ट हर्मोन्सहरू हुन्छ, जस्तो इन्सुलिन, थाइरोक्सिन, ग्रोथ हर्मोनहरू भयो र ग्लुकोकर्टिकोइड्सहरू भयो। यिनीहरूले सबैले नै रोल प्ले गर्छ। इट्स नट जस्ट ग्रोथ हर्मोन जसले चाहिँ एउटा मात्र रोल प्ले गर्ने, ग्रोथ हर्मोन मात्र होइन, अरूहरू पनि हर्मोन्स हुन्छ जसले गर्दाखेरि चाहिँ हाइटको डेभलपमेन्ट हुन्छ। हाइटलाई चाहिँ हामीले के भन्छौँ त ग्रोथ भनेर भन्छौँ। तर यदि न्युरोलोजिकल कम्पोनेन्ट छ भने जस्तो हाम्रो दिमागी डेभलपमेन्टहरू भयो नि हैन, त्यसलाई चाहिँ हामीले डेभलपमेन्ट भनेर भन्छौँ कि। र त्यो डेभलपमेन्ट चाहिँ पर्सिस्टेन्ट फर लाइफ नै हुन्छ। जस्तो आजभन्दा भोलि मैले नयाँ कुरा सिक्दै जान्छु, त्यसलाई चाहिँ हामीले डेभलपमेन्टमा लिन्छौँ। तर ग्रोथ भनेको चाहिँ हाम्रो एउटा हाइट अरू वेटको जुन ग्रोथ हुन्छ त्यसलाई चाहिँ हामीले ग्रोथको रेसियोमा लिन्छौँ। अब शर्ट स्टेचर आएको मान्छे चाहिँ अब प्याथोलोजिकल कन्डिसन के हुनसक्छ त भन्दाखेरि प्याथोलोजिकल उसको टाउकोदेखि लिएर सबै कुरा भन्छ। अब सिएनएस कम्पोनेन्ट पनि हुनसक्छ, और उसको मस्कुलर स्केलेटन हुनसक्छ, उसको चाहिँ जिआई हुनसक्छ, उसको चाहिँ कार्डियक हुनसक्छ, उसको चाहिँ के भन्छ अब लभ एन्ड केयर इमोसनल कम्पोनेन्ट हुनसक्छ, साइकोलोजिकल हुनसक्छ, सबै कुरा हुनसक्छ। अब लेट्स डिस्कस है। अब युजली शर्ट स्टेचर हुने फिमेल्समा एकदमै कमन क्रोमोजोमल एनोमाली भनेको चाहिँ टर्नर सिन्ड्रोम हो। टर्नर सिन्ड्रोममा चाहिँ तपाईँको शर्ट स्टेचर हुनसक्छ। अब शर्ट स्टेचर भनेको चाहिँ के हो, नर्मली हामीले के भन्छौँ भन्दाखेरि मेरो बच्चाको हाइट बढेन। अब कतिलाई तपाईँले जस्टिफाइड हाइट भन्नुहुन्छ त्यसमा फरक पर्छ नि त। त्यही भएर डब्लुएचओले चाहिँ सर्टेन ग्रोथ चार्टहरू दिएको छ कि त्यो ग्रोथ चार्ट अनुसार चाहिँ लेस देन थर्ड सेन्टाइल भयो कि त लेस देन -2 स्ट्यान्डर्ड डेभिएसन भयो, लेस देन -2 स्ट्यान्डर्ड डेभिएसन अफ द एक्सपेक्टेड फर अ पर्टिकुलर चाइल्ड्स एज एन्ड सेक्स भनेर भन्छ कि। अब कुनै कन्डिसनमा डिस्प्रोपोर्सनेट ग्रोथ हुन्छ, जस्तो अप्पर लिम्बको ग्रोथ र लोवर लिम्बको ग्रोथ चाहिँ डिस्प्रोपोर्सनेट हुन्छ। कुनैमा अप्पर लिम्ब र लोवर लिम्बको ग्रोथ चाहिँ प्रोपोर्सनेट हुन्छ। अब अप्पर लिम्ब र लोवर लिम्बको चाहिँ डिस्प्रोपोर्सनेट हुने कन्डिसन भनेको अस्ट्रोजेन्स इम्पर्फेक्टा भयो, रिकेट्स भयो, त्यसै गरिकन चाहिँ तपाईँको चाहिँ भिटामिन डी डेफिसियन्सीहरू भयो। त्यस्तोमा चाहिँ तपाईँको के हुनसक्छ त भन्दाखेरि बेसिकली त्यस्तोमा चाहिँ दे विल बी असिमेट्रिकल ग्रोथ प्याटर्न भनेर भन्छ कि। अब सिमेट्रिकली हाइट कम हुने कस्तो कन्डिसनमा हुन्छ भन्छ, सो फर इक्जाम्पल वेज भर्टिब्रा भयो, सिमिलरली सिम्फाइसो एपिफेसियल
डिस्प्लेजियाहरू हुनसक्छ कि त पच स्पाइनहरू हुनसक्छ। त्यस्तोमा चाहिँ अब यो सबै डिफ्रेन्ट प्याथोलोजिकल मेकानिजम हो जसले गर्दाखेरि सर्ट स्टेचर हुनसक्छ। तर मेजरली मोस्ट कमनली भनेको चाहिँ तपाईँको फिजियोलोजिकल नै हुन्छ र फिजियोलोजिकलमा कन्स्टिट्युसनल डिले इन ग्रोथ एन्ड प्युबर्टीमा डराउनु पर्दैन। एउटा प्युबर्टल पछि चाहिँ उसले एउटा हाइट अटेन गर्छ नै, तर यदि उसको चाहिँ फ्यामिली सर्ट स्टेचर हो भने जति उसको आमा बुवाको हाइट छ त्यति हाइटले नै उसले चाहिँ हुन्छ, तर उसको हाइट चाहिँ नि नर्मल कन्सिडर हुन्छ किनभने आमा बुवाको हाइट नै सानो हुन्छ नि त। त्यस्तो केसेसमा चाहिँ हाइट सानै हुन्छ। र मोस्ट इम्पोर्टेन्ट एउटा कुरा के बुझ्नु पऱ्यो त भन्दाखेरि अफकोर्स डायट्री फ्याक्टर्सले चाहिँ रोल प्ले गर्छ, तर केही रोल प्ले गर्छ भनेको फर इक्जाम्पल तपाईँले भिटामिन डी डेफिसियन्सी भयो भने तपाईँले सनलाइट लिनुहुन्छ नि त, तर सनलाइटले पुरै ठिक चाहिँ बनाउँदैन नि त होइन। अब भिटामिन डीको बाहिरबाट तपाईँले इन्टेक पनि गर्नु पऱ्यो नि त, क्याल्सियम के भन्छ क्याल्सियम खानु पऱ्यो, भिटामिन डी कोलिक्याल्सिफेरलहरू भन्छ त्यो खानुपर्छ नि त होइन। त्यस्तै हो त्यो भनेको जस्तो अब डायटले रोल प्ले गर्न चाहिँ गर्छ तर नट एज सच भनेर भन्छ। अब सबै एकदमै डायटले एकदम कम्प्लिट रोल प्ले चाहिँ गर्दैन, तर इट एड्स अन है। जस्तो यदि मालनरिस भयो भने बच्चा चाहिँ मालनरिस बच्चा इज हाइली प्रोन फर सर्ट स्टेचर, मालनरिसमेन्टले गर्दाखेरि पनि सर्ट स्टेचर चाहिँ हुन्छ। त्यसै गरिकन चाहिँ जस्तो आमा बुवाको लभ माया पाएन भने पनि बच्चा चाहिँ सर्ट स्टेचर हुनसक्छ। अब इन अ नटसेल सर्ट स्टेचर भनेको चाहिँ तपाईँको लेस देन थर्ड सेन्टाइल अर लेस देन -2 स्ट्यान्डर्ड डेभिएसन भनेर चाहिँ सर्ट स्टेचर भन्छ। सर्ट स्टेचर तपाईँको फिजियोलोजिकल हुनसक्छ, प्याथोलोजिकल हुनसक्छ। फिजियोलोजिकलमा चाहिँ दुईवटा हुन्छ, एउटा कन्स्टिट्युसनल डिले इन ग्रोथ एन्ड प्युबर्टी, अर्को भनेको चाहिँ हाम्रो फ्यामिली सर्ट स्टेचर हुन्छ। प्याथोलोजिकलमा भेरियस प्याथोलोजी जस्तो मैले भने सिएनएस प्याथोलोजी लाइक मेनिन्जाइटिस, इन्सेफेलाइटिस, रेज इन्टरक्रानियल प्रेसर, इन्ट्रा सेरेब्रल स्पेस अक्युपाइङ लिजन, ब्रेन एब्सेस जे पनि हुनसक्छ। मस्कुलर स्केलेटन सिस्टम लाइक ट्युकन मस्कुलर डिस्ट्रोफीहरू भयो अर मस्कुलर प्याथोलोजिजहरू भयो होइन। अर्को भनेको तपाईँको मैले चाहिँ रेस्पिरेटरी अब रिकरेन्ट निमोनियाजहरू भइरहेको छ, सिस्टिक फाइब्रोसिस छ होइन, अल्फा 1 एन्टिट्रिप्सिन डेफिसियन्सीहरू भयो भने चाहिँ हुनसक्छ। अर्को भनेको कार्डियक डिजिज जस्तो अब पेटेन्ट डक्टर स्याचुरेटिस छ, साइनेटिक हार्ट डिजिज, असाइनेटिक हार्ट डिजिज भयो भने चाहिँ हुनसक्छ। अर्को भनेको तपाईँको इन अ नटसेल फेलियर टु थ्राइभ, 5 वर्षसम्मलाई चाहिँ फेलियर टु थ्राइभ भन्ने टर्म युज गर्न मिल्छ, त्यसमा पनि हुनसक्छ। अर्को भनेको तपाईँको इमोसनल लभ एन्ड केयर राम्रो दिएन भने पनि हुनसक्छ। जेनेटिक कम्पोनेन्ट टर्नर्स मोस्ट कमली एसोसिएट विथ सर्ट स्टेचर। अर्को भनेको युज अफ हर्मोन रिप्लेसमेन्ट थेरापी लेस देन 12 इयर्समा छिटो एपिफाइसियल क्लोजर हुन्छ, सर्ट स्टेचर हुन्छ। अर्को भनेको तपाईँको जिआइटीमा सिलेक्ट डिजिजहरू हुनसक्छ, माल अब्जर्प्सन सिन्ड्रोम हुनसक्छ, आइबिडिजहरू हुनसक्छ, त्यसले गर्दाखेरि हुनसक्छ। अर्को भनेको तपाईँको रिनल एजेनेसिस अब रिनल डिसअर्डर्सहरू हुनसक्छ होइन, सिकेडीमा हुनसक्छ है। अनि अर्को भनेको तपाईँको रिनल ट्युबुलर एसिडोसिसहरूमा पनि हुनसक्छ। अनि अर्को भनेको चाहिँ अब मस्कुलर स्केलेटनमा मैले छुटाउनु नहुने भनेको सिम्फाइसियो एपिफाइसियल डिस्प्लेजिया, रेकेट्स, ऑस्टियोजेनेसिस इम्परफेक्टा होइन। अब ऑस्टियोजेनेसिस इम्परफेक्टाको चाहिँ ऑस्टियोजेनेसिस भ्यान डर हफ सिन्ड्रोम भन्ने पनि छ, ब्लू स्क्लेरा, ऑस्टियोजेनेसिस इम्परफेक्टा र अटोस्क्लेरोसिस भनेर छ होइन। अब यसले चाहिँ हाम्रो सर्ट स्टेचर डिफाइन गर्छ, जुन कज हो त्यो कजलाई ट्रिट गर्नु पऱ्यो सर्ट स्टेचरलाई चाहिँ रिमुभ गर्नलाई है। अनि कन्स्टिट्युसनल डिले इन ग्रोथ एन्ड प्युबर्टी र फ्यामिली सर्ट स्टेजमा चाहिँ यु जस्ट निड काउन्सिलिङ होइन। ग्रोथ हर्मोन डेफिसियन्सीले गर्दा हुनसक्छ, पिट्युटरी फेलियरले गर्दाखेरि हुनसक्छ है। अब पिट्युटरी फेलियरले गर्दाखेरि भयो भने अर्को पनि डिसफिगरमेन्टहरू हुनसक्छ, फेसियल अब पेरिरप्सन सिन्ड्रोमहरू हुनसक्छ, कुनै पनि सिन्ड्रोमिक कन्डिसन्सहरू हुनसक्छ, त्यसमा हुनसक्छ। अलङ विथ दिस दे क्यान बी अब स्कलको साइजहरू पनि ठुलो सानोहरू हुनसक्छ, सिन्ड्रोमिक अस्टोसिएसन्सहरू छ भने त्यो सबै रुल आउट गर्नुपर्छ। र दिस कम्प्लिट्स आवर भिडियो अन सर्ट स्टेचर। थ्याङ्क यू, नमस्ते।